गाडीको विषयमा के पालिकामा गाडी छैन, अब काममा जानुपर्ने, गाडी दिनु मान्दैन, ऊ पनि भोलि काममा जाने। एम्बुलेन्स उता जाने अरे नि त, 1 नम्बर र 6 नम्बर कि कता जाने अरे। अझै अझै उँभो जानुपर्छ, छोडे भयो। अझै 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 त्यसले त गर्नुहुन्न है। कस्तो राम्रो आएको क्यामेरा, क्यामेरा राम्रै भयो। के गरौँ? ओके, अब्जर्भेसनको लागि रेडी। Day 2 Station 7। यस्तै छ पिकनिक बनभोजको पर्फर्मेन्स। एकदम स्पेसल खाना खाइदिएछ, चिकन राइस। खासै धेरै होइन, ज्वाइँ यता ज्वाइँ खाना ज्वाइँ खाना खाँदै हुन्छ दाजु। अलिक पुरानो होला ज्वाइँलाई राडी ओछ्याएर। आम्मामा भाइ मासु छ त हौ, मासु। हुन्छ, हातैले खान्छु म, हातैले खान्छु। हातैले खाने अरे हात धोएर आइसक्नु। मलाई चाहिँ 1 गिलास। जानु त अझै जानु न। यहाँ पुगेका छन् कुरोले कस्तो भनेको हात चाहिँ कुरो यो हो। 5 मिटर ल। अनन्तिस डिग्री गर्मी हो। केटाहरू थाके बिचराहरू लुएर गोजी। कुरो चाहिँ भएर खेताला टिप्ने खेताला चाहिन्छ। कस्तो छ त?
सरी वरिपरि पछि लाग्ने छु बाडुकी बरेर पछ्याउने छु ठुलो पारे कहाँ छ माथि जेठी पर ठुलो पारे घुम्न बाबु चाल न के छ बाबा के छ नङ्कटाको मुख के द चिज काकुको फेभरेट झिँगे भन्दै थियो मैले खोजेको भेटिनँ अघि खाए अनि यो त पानी जस्तो भएर जान्छ नि त ब्ल्याक पानी यहाँ भेट्यो भने गुड मर्निङ फ्रम कहाँ हो यार यो घाद्रुक एकछिनै ल तिमी पनि जाऊ बिस्तारी है सिरिजर ल अप्ठ्यारो त्यही राख्नु स्टाफ पनि राख्नु स्टाफ त टेक्दै गएको भए हुन्थ्यो त बाटै हो पा ल बाटोको अवस्था यस्तो छ झोला ग्याङ आयो झोला ग्याङ मात जति हेर न सरकारी वन काटेर फाइनली हामी चाहिँ अब लगभग आइपुग्यौँ कति हाम्रो 12-10 किलोमिटर झोड पुरा झोड झोड फाँडेर हामी त्यो पिच भएछ पुग्ने
फाइनल्ली हाम्रो चाहिँ सक्यो अब एकदम खुसियाली हालत राम्रै छ ए जुत्ता फाइनल्ली भाइले लिनु आएको छ हामीलाई